हेलो साथीहरु, म क्लास 12 को म्यानेजमेन्ट बुकबाट हैन 8.3 को वेटेड एभरेज मेथड बनाउन गइरहेछु। 8.3 को सर्कल लागेछ त्यो भनेछ पर्चेज एन्ड सेल्स अफ मटेरियल भनेको हो खरिद र बिक्री सामानहरु गर्छ। अप्रिल 01 मा ओपनिङ स्टक ओपनिङ गरेछ र भ्यालु 20,000 छ। त्यो म बनाउन गइरहेछु। हरेक छ प्रश्नहरु तपाईको अगाडि नै छ। अब रिक्वायर्डमा के भनेछ भ्यालु अफ क्लोजिङ स्टक अफ इन्भेन्टरी एन्ड कस्ट अफ गुड्स सोल्ड अन्डर वेटेड एभरेज मेथड। वेटेड एभरेज मेथड बनाउनको लागि भनेछ तपाईहरुको अगाडि पर्पेचुअल मेथड इन्भेन्टरी सिस्टममा र तल पिरियोडिक इन्भेन्टरी सिस्टम हेराइरहेछ। त्यो पनि म अर्को भिडियोमा बनाउने छु। तपाईहरु यो हेर्नु होला हैन, राम्रोसँग सिक्नु होला। अब म बनाउन गइरहेछु कपीमा है। ल अब के भनेछ ओपनिङ स्टक ओपनिङ स्टक कति छ त 5,000 र एकैचोटी 20,000 दिएछ यसको भ्यालु। अब 20,000 रेटमा नलिने है, यसको भ्यालु हो 20,000। ल अब 20,000 यसको भ्यालु हो। अब यो डिभाइड गर्दा यसको हुन्छ 4 5 4 जा 20,000। अब योमा खाली भयो यसमा र ब्यालेन्समा 5,000 4 र 20,000 भयो। यति भयो। अब अर्कोमा अब सेल्स छ। अब सेल्स पनि गरेछ 1000 युनिट हो। अब सेल्स गर्छ भने हेरौ। अब सेल्स इस्युमा राख्ने, सेल्सलाई इस्युमा राख्नु पर्यो। अब 1000 अब 1000 भयो। त्यसपछि कति रुपैयाँ रेट छ 4 रुपैयाँ त 4,000 भयो है। ल 4,000 भयो। 500 बाट 1000 गयो भने कति भयो त 4,000 भयो। अब 4 अब योलाई एकैचोटी घटाउने। अब कति भयो त 16,000 16,000। अब योलाई डिभाइड गरौ। अब 4 त 4 हुन्छ है। ल अब भयो। अब के भनिन्छ पर्चेज 1000 युनिट 6 रुपैयाँ रेट र 1000 युनिट छ 6 रुपैयाँ रेट छ। पर्चेज खरिद गरेछ। अब अर्को हेरौ योमा र पर्चेज को बनाए 1000 युनिट र 6 रुपैयाँ रेटबाट यो त यसरी आयो। अब अर्कोमा हेरौ। अर्कोमा भनेछ 12 मा के भनेछ सेल्स, फेरि सेल्स गरेछ 1800 युनिट है। ल अब सेल्स को बनाउँदै छु। अरु बाँकी थियो हैन, त्यो म बनाइसकेछु। तपाई हेर्न सक्नुहुन्छ। म अलिकति सम्झाउँदै छु। अब सेल्स र 12 मा सेल्स गरेछ 1800 को 4.4 युनिटबाट यहाँ लिए म यति गरेर मल्टिप्लाई 7,920 रुपैयाँ भयो। र अब योलाई कसरी अमाउन्ट राख्ने त 5,000 बाट 1800 घटाए त यति आयो है। त्यसपछि 4.4 कसरी आयो त यो नराखिकन है, तिमीहरु बुझ्ने। यो म राखे नि तपाईहरु बुझ्ने है। ल 22,000 बाट 7,920 घटाउँदा 14,080 आयो। ल अब यति आयो त पर्चेज पनि गर्छु। पर्चेज पनि यसरी नै गर्छु हैन, सेल्स पनि यसरी नै गर्छु। अब अमाउन्ट र पर्चेज अमाउन्टलाई एकै ठाउँमा जोडे र इस्युड भनेको सेल्स कोस्टलाई एकै ठाउँमा, सेल्स अमाउन्टलाई एकै ठाउँमा जोडे र क्लोजिङ स्टकलाई एकै ठाउँमा जोडे र क्लोजिङ स्टक 9,040 आयो र पर्चेज स्टक कति आयो त 30,000 आयो र इस्युड भनेको सेल्स अमाउन्ट कति आयो त 20,960 आयो। यतिकै बनाए म नमस्ते गर्दछु है। ल